हेलो नमस्ते एभ्रिवान। यो चाहिँ हाम्रो भरतपुर वडा नम्बर 4 यज्ञपुरी प्रोजेक्ट साइडमा हामी आइपुगेका छौँ। यो साइड अब कम्प्लिट हुन लागेको छ। यो साइडको चाहिँ यो बक्स कन्सेप्टको हामीले बनाएको छौँ। यो कार पार्किङ हो। त्यो गेट जुन छ त्यो गेट चाहिँ क्लाइन्टको पुरानो घर यो हो, त्यसमा जानको लागि त्यो गेट राखेको छौँ भने यो चाहिँ कार पार्किङ हो नयाँ घरको। अनि ऊ त्यो चाहिँ सर्भेन्ट क्वार्टर, यो पर्गोला र यो गार्डन एरिया हो। अनि यो कम्पाउन्डको डिजाइन र यो रिमोट कन्ट्रोल गेट र त्यो कर्नरमा चाहिँ मिटर छ। यहाँ चाहिँ हाम्रो एउटा वाल फाउन्टेन छ यहाँ हैन। यो चाहिँ गार्डन भयो। यो चाहिँ फायर प्यालेस एउटा बनाएको छौँ। अनि यता चाहिँ किचन गार्डन, त्यसमा अब तरकारी सरकारी यताउता रोप्न पायो। यो चाहिँ हाम्रो डटी किचन हुन्छ भने त्यहाँ किचन स्टोर र माथि सर्भेन्टको लागि हो भने यसको यो यतापट्टिको भाग चाहिँ दक्षिणतिरको पोर्सन यो छ। यो पूर्वबाट इन्ट्रान्स हुन्छ र उत्तरतिर चाहिँ कार पार्किङ छ हैन। यो 2 कट्ठा 2 धुरमा छ भन्ने कुरा हो। अनि यो चाहिँ एक्सटेरियर सू क्याबिनेटको लागि यो चाहिँ ड्रोयरहरू छ। यसमा ड्रोयरहरू छ। यो चाहिँ सक्सहरू राख्नको लागि, सक्सहरू राख्न मिल्यो भने चाहिँ यहाँ चाहिँ सुज हुन्छ, सुज क्याबिनेट हुन्छ। एक्सटेरियर आउटडोर लाग्ने छ ल ल।